बस नमस्ते म चाहिँ मलाई त लाज लाग्छ भन तिम्रो ल म हेर्दिनँ तिमीलाई हाई म चाहिँ पुनम म चाहिँ मेरो दिदी रिस्ता आज हामी चाहिँ पोजिसन गेम च्यालेन्ज गर्न लागेको यसमा चाहिँ हामीसँग डिफ्रेन्ट टाइप्स भन्छ कि वी हेभ डिफ्रेन्ट सुसी हियर अनि यो सुसीमा चाहिँ हामी वासाबी हालेर लाइक गेस गर्छौँ कुनमा चाहिँ पोइजन छ अनि विच वान इज ओके टु इट दुईवटामा वासाबी हाल्ने त कि एउटामा हाल्ने एउटामा हाल्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 ल अब हामी चाहिँ गेम स्टार्ट गर्नुलाई चाहिँ यो चाहिँ लाइक तिमीले हाल्ने अनि मैले हाल्ने अनि त्यसपछि तपाईँले हाल्दा म उता हेर्छु मैले हाल्दा तपाईँले उता हेर्नुहुन्छ अनि त्यसै पछाडि खाने अनि जसकोमा पर्छ त्यसले रियाक्सन कन्ट्रोल गर्नु पऱ्यो एउटा पुरा प्याकेट हाल्ने हो पुरा प्याकेटै हालिदिउँ हामीसँग यो सानो स्यासे प्याकमा वासाबी छ बाँचिँदैन होला आज यत्रो एउटा फुल स्यासे वासाबी हाल्दा त कति तपाईँ सुरु गर्नु न त तपाईँले हाल्नु ल भएपछि भयो भन्नु है म उता हेर्छु म यहाँ ऐनाबाट हेरिरहेको हेरिरहेको छ छैन ऐना कहाँ त्यहाँ माथि छ खाँच्चिमै गर्नु नाना खाँच्चिमै उता 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 खाँच्चिमै गर्नु कत्रो भरोसा नगरेको दुइटाले मजा आउँदैन नि त नि त्यस्तो गर्नु यस्तो ट्रस्ट इस्युज त 100% लेभल अप तर एउटा कुरा चेक गर्नुमा चाहिँ मैले अहिलेसम्म रेकर्ड बटन थिचेको थिएँ छुइनँ रेकर्ड भइरह खोइ म हेर्छु म चेक गर्छु नि रेकर्ड भएको चाहिँ छैन भनेर एउटा मात्रै हो खुल्दै खुले होइन कि राम्रोसँग दाँतले खोइ म खोलिदिन्छु पर्दैन भयो म बडीहरू बनाउँदै गर्छु वासाबी खानुको लागि यता आएर हेर त एकचोटि श्रेया यतापट्टि आम ल मेरो पालो तिमीले थाहा पायो मैले हेरेँ होइन ल कसम देखा चिनिँदैन प्रमिस ल दि मेरो पालो हो तपाईँ अब हल्का अगाडि जान्थ्यो तपाईँको पनि तर तिमीले थाहा पायो भने हुँदैन है पुनः ल यो फाल्दा चाहिँ कुन हुँदैन श्रेया पुनः थाहा पाइसक्यो छैन कसम छैन मार्छु नि फेरि त्यो भरे चाहिँ खाइ के अनि मैले एक्सप्रेसनमा थाहा पायो भने फेरि मार्छु नि यहाँ दाँतले खोलेको यहाँ मुखमा वासाबी परिसक्यो मैले अघि चाटिसकेँ हटाउनु कसम छैन म न त तपाईँलाई किन ढाट्नु भन्नु त बोबा नि म मेरो दिदीलाई त्यति बोबा खुवाउनु सक्दिनँ तपाईँलाई ज्यान हाजिर चाहिँ के को बोबाको कुरा गऱ्यो हौ ल मेरो त भयो आउनु कमन ओदेनका हाता सुरु गरौँ ल तिम्रो फर्स्ट पालो यो मलाई कम्ता खानु मन लागेछ मेरो पालो हो त्यसरी छलबेल पार्नु नभए वासाबी देखे मेरो पालो यो मैले अहिलेसम्म खाएको थिएन के रहेछ स्कलप के भनेको सी फुड हो गाइजमा चाहिँ स्कलप यसको सुसी खान लाग्यो माथि चाहिँ स्यालमन रोय मैले स्क्यालप जस्तो लाग्यो स्कलप मिठो अब म पर्ने हो क्या पोइजनमा
म त के भन्दिनँ तिम्रो रियाक्सनले गर्दै मान्छे थाहा पायो भने तँलाई म गोज्छु यो क्यामेरा अफ गरेर म त हाँसेको मात्रै पो त हाँस्नु मान्दिनँ म पनि भ्युअर हुन्छ नि ट्राई गर्नु यो नेक्स्ट टाइम मिठो छ हुन्छ वाइ नट खानु मन छ भने खाऊ के छैन एभोकाडो थोरै राइस के अरे सोया सस अब म कुन चाहिँ खाऊँ त यही खान्छु के हो यस्तो नमिठो सुन यो वसाबी परेर होइन मलाई मासु मन नपरेर हो गाइस तपाईँलाई थाहा नै छैन अब नेक्स्ट के हुनेवाला चाहिँ मेरो फेभरेट वान यसमा अलिकति एभोकाडो भएको चाहिँ दामी हुन्छ यताको एभोकाडो त्यहाँ लाउनु मिल्छ नि मिल्दैन थोरै सोया सस त्यो कस्तो उकाल्नु पाउँछ सक्दैन ड्रिङ्क्स खाऊ ड्रिङ्क खोलिदेऊ कोक त ठुलै स्यालमनमा किन हाल्छन् क्या यो चाहिँ ठुलो चाहिँ खान्छु भनेर मैले पोइजन गेम तँलाई यत्रो एक प्याकेटको चाहिँ खाँदा कस्तो हुन्छ म त मरेँ त यो त खाँदिनँ होला यो कस्तो अप्ठ्यारो हो यसरी घुमी हेर्नु पाउँदैन नि फेरि पल्टाए ओल्टाए यस्तो फर्काएर मेरो त सबै गिजा पनि दुःख कसको त्यो यो गर्ने मै हो मलाई माफ गरिदिनु स्यालमन खानै डर लाग्यो फेरि अन्डाहरू लाग्छ मनपर्छ क्या तपाईँलाई यो किन छोडिदिएको थाहा छ मिठो छ त्यही भएर ट्राई गर्नु भनेर अब यहाँ डर मर्दो भइरहेको होइन मलाई यो यसमा फोकस गरे मिठो साह्रो फोकस मेरो दिदीले मिठो खाओस् भनेर हो मैले मिठो छ कि कसम वाह सो गुड मैले जेन्युनली तपाईँको खुसीको लागि मैले त्यो मिठो हुन्छ तपाईँ खुसी हुन्छ त्यो मिठो खाएपछि भनेर तर तिम्रो चाहना यो अन्डामा हाल्ने पनि हुनसक्छ कुन खाम त म अब यसो तर अन्डा बहुत क्रिस्पी रहेछ क्रिस्पी अरे क्रिस्पी रहेछ अन्डा अन्डा ल्याउ दिदी थाहा छ मैले अब एउटा चुज गरेर खान्छु त्यो लास्टको तपाईँले खानै पर्छ बाध्य भएर हुँदैन हुन्छ तपाईँकोमा भागमा होइन म चुज गर्छु नि त कहाँ त्यसरी पाउँछ मेरो पालो होइन म चुज गर्छु होइन नौरिस्तो तपाईँको चान्स गयो अब त्यस्तो वसाबी खाने चान्स गयो अब आफै खानुपर्छ अब मैले जुन मेरो पालो हो नि त अन्त मैले
मलाई जबरजस्ती कहाँ पैसा खुवाउन पाइयो त होइन पाइयो त पालो हो नि त तपाईँको के भन्छ सिजर पेपर रक गरी खेल्नु जसले जित्छ त्यसले फर्स्टमा खान्छ साली सिजर पेपर रक कतिचोटि खुवाउने मलाई चाहिँ जबरजस्ती खुवाउनु पर्छ चुज गरेको नि त म स्टिल चुज गर्छु नि त मलाई थाहा छैन त अझै कुनमा छ भन्ने कुरा सिजर पेपर रक सिजर पेपर रक एकचोटि सिजर पेपर रक अब के गर्ने चुज गर्नु अब के खान्छु म अब सबैको लागि रेडी छु म स्प्राइटसँग खानु म त यो गेम खेल्दिनँ दुईटा वासाबी मलाई खुवायो यसरी पाउँछ भनेको जस्तो मलाई फर्स्टदेखि नै डाउट यसमा थियो तर मैले हेरेको थिइनँ मलाई थाहा थिएन किन मैले पनि यस्तोमा हालेँ उसले पनि त्यस्तैमा हाल्छ दुईटा म त नखानु पनि पाउँछ होइन तर यो मिठो भएन मैले खानु ल दिदी भनेको साह्रै मिठो त्यो क्रिमी थियो नि दिलेको त डाउट गर्यो यसले चुना देखाएको मलाई मन पऱ्यो देखिस् त्यति थोरै दलेको खाँदा उसलाई त्यति थोरै दलिएको खाँदा त रिया गरेर मलाई त्यो होल प्याकेट कस्तो भयो होला मुखमा त्यो मलाई वसाबी मन पर्दैन गाइज तर हेर्नु अब यत्रो गरेपछि अब यसको पनि राज पनि खुलाम होइन के को राज तिमीलाई तिम्रो हिट हुन्छ यो के भयो तिम्रो यो ब्लग के भयो मैले 2 प्याकेट हालिदिएको थिएँ What the fuck is going on here? मेरो झोलाहरू मलाई लागिरहँदो केही न केही त गलत छ भनेर म त सक्छु सहन्छु भनेर बसेर चाहिँ कानबाट धुवा निस्केर जिब्रो त मैले मेरो यसरी झर्ला जस्तो भएको 2 प्याकेट तिम्रो ट्विस्ट राम्रो लागेन त डिफ्रेन्ट ट्विस्ट छिटाक्छ सबै सरी माई डियर हामी चाहिँ आजको सकायौँ विजेता WWE हेभीवेट च्याम्पियनसिप रिस्ता पोखरा अवार्ड चाहिँ खै त अवार्ड चाहिँ अब यो गएर भाडा मान्ने ल के अरे सोतिर एउटा हाँस्ने राख्छ नि ऊ चाहिँ त्यो ब्याकग्राउन्डबाट हाँस्नु राख्यो प्लिज लाइक एन्ड सब्सक्राइब अस्ति यस्तो अरे अस्ति उसलाई एक्वा वर्ल्ड लगेको बेलामा दिदी यो ट्रेनले मानदुरा गएर श्रेयाले मानदुरा गएर अर्को